सन् 1962 भारत र चीन बीच युद्ध हुँदा भारतले कालापानी लगायत 18 वटा स्थानमा अस्थायी क्याम्प राख्न नेपाल सरकारसँग जमिन माग गरेको थियो। पछि प्रधानमन्त्री कृतिनिधि विष्टको पालामा 17 वटा क्याम्पहरू फिर्ता भए, तर कालापानीबाट भारतीय सेना फर्केर गएन। विवादको थालनी यहीँबाट सुरु हुन्छ। 372 वर्ग किलोमिटर जमिन युद्ध सकिएको 6 दशक बितिसक्दा पनि भारतीय सेना निर्धक्कका साथ कालापानी लगायत क्षेत्रमा बसिरहेको छ। भारतले कालापानीमा कृत्रिम खोल्सोलाई महाकालीको मूल भनेर अहिलेसम्म दाबी गरे पनि लिम्पियाधुराबाट बगेको नदीको मुहान नै महाकालीको उद्गम स्थल भएको तथ्य सन् 1816 को सुगौली सन्धि र नापी तथा भूमि सुधार विभागसँग भएको श्रेष्ठताले पुष्टि गरिसकेको छ। तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य स्वर्गीय बहादुर सिंह ऐतवाल कालापानी क्षेत्रबाट 11 किलोमिटर दूरीमा रहेको छाङ्ग्रो गाउँका स्थानीय स्पष्ट वक्ता थिए। उनले कालापानीमा रहेका भारतीय सैनिकलाई हटाउन तत्कालीन उत्तर प्रदेशका मुख्यमन्त्रीलाई भेटेर कालापानीबाट भारतीय सैन्य क्याम्प हटाउन ज्ञापन पत्र बुझाएका थिए। विक्रम सम्वत 2023 साल ऐतवाल तत्कालीन प्रधानमन्त्री नगेन्द्र प्रसाद रिजाल नेतृत्वको मन्त्रीमण्डलमा वन सहायक मन्त्री थिए। कालापानीकै बारेमा बोलेको विषयले भारतको दबावका कारण समय नबित्दै उनलाई मन्त्रीमण्डलबाट समेत हात धुनु परेको थियो। विक्रम सम्वत 2046 साल देशमा प्रजातन्त्रको उदय भयो। राजनीतिक परिवर्तनसँगै देशमा अर्का राष्ट्रवादी नेता प्रेम सिंह धामीको जन्म हुन्छ। कालापानी क्षेत्रको बारेमा जानकार राख्ने धामी 2051 सालको मध्यावधि चुनावमा दार्चुलाबाट तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका उनले कालापानीको मुद्दा सदन र सडक दुवै ठाउँमा उचाल्छन्। काठमाडौँलाई कालापानी किन दुख्दैन जस्ता सीमा सम्बन्धी मार्मिक विचार पत्र पत्रिका मार्फत प्रस्तुत गर्न थालेपछि बुद्धिजीवी तथा विद्यार्थीमाझ कालापानी बहस र चासोको विषय हुन पुग्यो। विक्रम सम्वत 2052 सालको संसदको हिउँदी अधिवेशनमा पहिलो पटक प्रेम सिंह धामीको सक्रियतामा कालापानी राष्ट्रिय मुद्दाको रूपमा स्थापित भयो। माननीय प्रेम सिंह धामी मान्य सदस्यलाई साथीको समय प्राप्त छ, समयमा सुन्नु पर्नु होला। मैले मात्र पनि साउमाले सिंह मुलुक सरकारलाई सवाल सोधिरहेको छ महाकाली नदीको उद्गम स्थान कुन हो भनेर। सुगौली सन्धिपछि नक्सा तयार भएको नक्सामा महाकाली नदीको उद्गम स्थान भनेर उद्गम स्थान लिम्पियाधुरा पासबाट भनिएको छ। यदि लिम्पियाधुरा पासबाट बर्मदेवसम्म नै पनि सरकारको दृष्टिकोणमा सीमा नदी हो भन्ने कुरा स्वीकार्य हो भने साउमहोदय सबभन्दा गम्भीर समस्या यहाँ पैदा यसर्थ भएको छ सकूलाई लिम्पियाधुरा पास भन्दा पूर्वतिर भारतीय सैनिक क्याम्प नेपालमा रहेको छ र यो थुप्रै 30 वर्षदेखि रहेको छ र कतिपय भाषामा हिउँदेखि अहिलेसम्म मैले थुप्रै कुरा सुने छ। मैले थुप्रै साथीहरूका मनमा भाषामा 30 वर्षदेखि यो कुरा उठ्दै उठेर भन्ने परेको रहेछ। त्यसो कदम पराज त होइन, सब पब्लिक स्तरमा यो कुरा व्यापक ढङ्गले उठ्यो र सबभन्दा खुसीको कुरा त सभामध्ये यो छ कि अस्ति साउन 24 गतेका दिन परराष्ट्र मन्त्रीले मानव अधिकार परराष्ट्र समितिमा नेपालको क्षेत्रमा भारतीय क्याम्प सैनिक क्याम्प छ भनेर स्वीकार गर्नुभयो र यो कुरा गोर्खापत्र 25 गते गोर्खापत्र प्रकाशित भएको छ। त्यसपछि मैले 26 गतेका दिन परराष्ट्र मन्त्रीलाई यसपछि बार ध्यान आकर्षण गराए। साउमहोदय परराष्ट्र मन्त्रीले यो कुरा भन्नुभयो, यो दिल्ली परराष्ट्र मन्त्री दिल्ली जाँदै हुनुहुन्छ, यसबारे कुरा हुने नहुने के कुरा हो, कहिलेदेखि हाम्रो भूभागबाट सैनिक हट्छ भन्ने कुरा मैले जब प्रश्न उठाएँ साउमहोदय सबभन्दा दुःखद कुरा सबभन्दा नाजमर्दो कुरा यस्तो यो छ कि अहिलेसम्म सरकारले
यसप्रति पाइला चालेको छैन। कुनै एउटा देशको सेना हाम्रो देशमा रहिरहने र त्यस्तो बेलामा हामी कुनै त्यही देशसित कुनै एउटा छुट्टै सन्धि गर्ने कुरा कति सम्भव हुन्छ? यसरी जुन गम्भीर समस्याहरू उठेका छन् र यी समस्याको समाधान नभइकन सन्धि गर्नुको कुनै तात्पर्य छैन भन्ने मलाई लागेको छ। त्यसो भए सभापति महोदय, हाम्रो पार्टी नेकपा एमाले यो सन्धिमा स्वीकार गर्नका लागि सन्धिसित सरोकार भएका ज्वलन्त समस्याहरू अगाडि सारेको छ। यसमा सरकारले अविलम्ब स्वीकार गरेर सम्बन्धित पक्षलाई स्वीकार गराएर मात्रै सन्धि समाप्त गर्नेपट्टि ध्यान दियोस् भन्ने अनुरोध गर्छु। धन्यवाद। उसो त विक्रम सम्वत 2049 सालमै नेकपा एमाले दार्चुलाका संस्थापक नेता स्वर्गीय वीरबहादुर ठगुन्नाले जननेता मदन भण्डारी दार्चुला पुगेका बेला अतिक्रमित भूमिको विषयमा अवगत गराएका थिए। कुटी नाभिक गुन्जी 3टा र तिङ्कर साँगुरो 5वटा गाउँको सिद्धो उठाएर खानु भनेर राणा शासनकालमा त्यहाँका जिम्मेवार मुखियालाई दिएको सनद पत्र अहिलेसम्म छ भनेर मैले त्यो नक्सा लिएर गएर बुझाएँ, त्यो त्यहाँको स्केच गरेँ। अहिलेको जुन चुच्चे नक्सा छ त्यो नक्सा मैले 2049 साल मङ्सिरमा कमरेड मदन भण्डारी र अहिलेको जिउँदै हुनुहुन्छ प्रदीप नेपाल, उहाँहरू दुईजनालाई पार्टीको कार्यालय बागबजारमा बुझाएको छु। त्यहाँको स्थलगत भ्रमण यस्तो छ त्यहाँ यो भनेर सबै डिटेलमा बनायो त्यो अहिले। अनि त्यो नक्सा बुझाइसकेपछि मदन भण्डारीले मलाई लाग्छ 49/24 गते संसदमै महाकाली सन्धि लगायत कालापानीको कुरा उठाउनु भएको छ। अहिले त्यो हेर्दा हुन्छ हाम्रो पार्टीले तत्काल नेकपा एमाले यो महाकालीको इस्यु हो, कालापानीको इस्यु यो ब्रह्मदेवमा जुन सन्धि सम्झौताको कुरा भयो त्यहाँबाट कालापानीको विषय उतिखेरदेखि उठाएको हो। 50 को दशकमा देशका कुना कन्दारामा बसेका नेपाली पनि कालापानी हाम्रो हो भन्दै कुर्लिन थाले। राजधानी काठमाडौँको मुटु रतन पार्क स्थित खुला मञ्च कालापानीको नक्साले रङ्गिएको हुन्थ्यो। कालापानीका योद्धा प्रेमसिंह धामीले देखेको सपना नुवाकोटको 35 किलोभन्दा केही परको भिरमा भएको जीव दुर्घटनासँगै 2054 साल भाद्र महिनाको 27 गतेका दिन विलीन भयो। समयसँगै स्वर्गीय प्रेमसिंह धामीको विरासतलाई पछिल्लो समय दार्चुला एमालेबाट प्रतिनिधित्व गर्ने पूर्व मन्त्री गणेश ठगुन्नाले बोकेका छन्। त्यो भूमि नेपालको हो। आजभन्दा 60 वर्ष पहिले नेपाली जनताहरू, दार्चुलावासी जनताहरू त्यहाँबाट लिपुलेख भएर ताक्लाकोटमा व्यापार गर्थे। आजभन्दा 60 वर्ष अगाडि त्यहाँका जनताहरू नेपालको मालपोत कार्यालयमा तिरो तिर्थे अनि आफ्नै भूमिको लागि त्यो भूमिलाई भारतीय अतिक्रमणबाट फिर्ता लिने कुरा राख्नुको सट्टा अहिले अब नक्सा तथ्य प्रमाण लिएर हामीले कहाँ जाने? आफ्नो भूमिको लागि हामीले कुन देश कहाँ गएर तथ्य प्रमाण पेश गर्ने? यसकारणले यो गम्भीर विचलन यसमा आएको छ। पटक पटक कालापानी, लिपुलेख र लिम्पियाधुराको बहस संसदमा उठाएका ठगुन्ना उक्त समस्यालाई राष्ट्रियता र देशको ठूलो मुद्दाको रूपमा हेर्दै आएका छन्। कुनै पनि देशको लागि आफ्नो भूमि प्राणभन्दा प्यारो हुन्छ। लामो समयदेखि दार्चुला जिल्लाको ब्यास गाउँपालिका वार्ड नम्बर 1 को 397 वर्ग किलोमिटर नेपाली भूमि भारतीय अतिक्रमणमा परेको छ। लिम्पियाधुराबाट निस्किने महाकाली नदीको पूर्व लिपुलेक लिपु खोलासम्मको 335 वर्ग किलोमिटर भूमि विगतमा हाम्रो नक्सामा समावेश नहुँदा एकातिर भारतीय अतिक्रमण हाम्रो जमिनमा थियो भने अर्कोतर्फ हाम्रो आफ्नै नक्सामा हाम्रो भूगोल समेट्न नसक्दा हाम्रो स्वाभिमान घायल भएको थियो। वर्तमान सरकार र खास गरी सम्मान्य प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व र सम्पूर्ण राजनीतिक दलहरूको ऐक्यबद्धतामा आज सुभोभाग हाम्रो नक्सामा समावेश भई संविधानको अनुसूची 3 को निशान छाप संशोधनको यो ऐतिहासिक घडीमा हामी पुगेका छौँ। आज हाम्रो भूगोलको नक्सा पूर्ण हुने भएको छ र आगामी दिनमा भूमि फिर्ता गर्ने बाटो खुलेको छ। यसर्थ आजको यस ऐतिहासिक दिनमा हामीले गर्व महसुस गरेका छौँ र आजको यस ऐतिहासिक दिनमा म व्यक्तिगत रूपमा अत्यन्त खुसी भएको छु। कालापानी सिङ्गो देशलाई दुखेको छ। कालापानी काठमाडौँलाई किन दुख्दैन भन्ने स्वर्गीय राष्ट्रवादी नेता कमरेड प्रेमसिंह धामीको सपना साकार भएको छ। यस अवसरमा
सम्पूर्ण नेपाली जनसमुदायमा आगामी दिनमा राष्ट्रियता संरक्षणको यो अभियानमा एकताबद्ध भई निष्कर्षमा पुर्याउन अपिल गर्दछु। ठगुन्ना मात्रै होइन, पछिल्लो समय नेपाली काङ्ग्रेसका नेता दिलेन्द्र प्रसाद बडु पनि कालापानीको मुद्दालाई चासोको साथ सदनमा उठाइरहेका हुन्छन्। 1816 को सुगौली सन्धि अनुसार लिम्फियाधुराबाट निस्किने महाकाली नदी को पूर्वमा रहेको लिम्फियाधुरा, लिफुलेक र कालापानी क्षेत्र नेपालको हो। यसमा कुनै दुविधा छैन, दुविधा रहँदैन र यथेष्ट प्रमाणहरू छन् ऐतिहासिक रूपमा। तर विगत लामो समयदेखि देशको पश्चिमोत्तर सीमा कालापानी क्षेत्रमा भारतीय सेनाहरू प्रवेश गरेर बसिसकेपछि दुवै देश बीचको यस क्षेत्रको वार्ताको चरणमा रहेकै अवस्थामा अकस्मात एकतर्फी रूपमा झन्डै 8 महिना पहिला 2076 कार्तिक 16 मा आफ्नो नक्सा प्रकाशित गरी लिम्फियाधुरा, लिफुलेक र कालापानीलाई आफ्नो नक्सामा गाभेपछि र 1 महिना अगाडि 2077 वैशाख 26 गते नेपालकै भूमिमा गुन्जीदेखि लिफुलेक, लिफुभन्ज्याङसम्मको सडक निर्माण गरेर उद्घाटन समेत गरिसकेपछि यो विषय नयाँ ढङ्गले आयो। सरकारले नाफी विभागको आफ्नै पूर्व पदाधिकारीहरू र वर्तमान पदाधिकारीहरू, सीमाविदहरू, सीमास्थ सरोकार राख्नेहरूले पर्याप्त तयारी गरेका छन्। उहाँहरू समेतको विज्ञताको उपयोग गरिनु पर्दछ र वार्ता टोलीको गठनतिर लाग्नु पर्दछ सरकार भन्ने मलाई लाग्दछ। यसको सँगै सभामुख महोदय, संशोधित नक्साअनुसार लिम्फियाधुरा, लिफुलेक र कालापानी सुस्ता लगायतका भूभागमा आफ्नो स्वामित्व स्थापना गर्ने र कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता गर्ने। कुरा गरौँ छिमेकी मुलुक भारत र चीनको। चीन र भारत नेपालका असल छिमेकी नभएर छिमेकी मात्रै भएको कुरा राजनैतिक दल र नेतृत्वले बुझ्नु जरुरी छ। वर्तमान सरकारको तर्फबाट प्रधानमन्त्रीको हैसियतले म यस गरिमा महेश सदनलाई अवगत गराउन चाहन्छु। अब लिम्फियाधुरा, लिपुलेक र कालापानीको विषय ओझ्याल पर्न वा सेलाउन दिइने छैन। यसको निष्कर्ष निकालिन्छ। यसको यो हाम्रो भूभाग हामी फिर्ता लिएर सोच्छौँ। फिर्ता लिने अठोटका साथ नै भारतले आफ्नो भनेर नक्सा विवादास्पद भूमि भन्ने हो भने पनि त्यो विवादास्पद होइन, हाम्रो भूमि बेकारको अकुपाई गरेर विवादास्पद बनाएको छ। त्यसकारण हामीले यसमा कोही रिसाउँछ कि भनेर हामीले अर्गेल गरेको भए पो रिसाउँछ कि भन्ने ठान्नुपर्ने आवश्यकता। हामीले अर्गेलै गरेको छैन। त्यसकारण यस विषयलाई सेलाउन पनि दिँदैन र कूटनीतिक वार्ताको माध्यमबाट ठोस पहल गरिनेछ र यो भूभाग फिर्ता ल्याइनेछ। यही अठोटका साथ हामीले जसरी हामीले नीति कार्यक्रममा प्रस्तुत गरेका थियौँ, सम्बोधनमा आएको छ। हामी लिम्फियाधुरा, लिपुलेक, कालापानी क्षेत्र हाम्रो हो र त्यो फिर्ता लिन अथवा त्यसलाई प्राप्त गर्न हामी ठोस रूपमा कूटनीतिक प्रयास गर्नेछौँ र फिर्ता लिनेछौँ। तदनुसार त्यो भूभाग समेत सामेल गरेर हामी नेपालको नक्सा, नयाँ नक्सा तयार गर्नेछौँ भनेर नीति तथा कार्यक्रममा आएको थियो। घटनाक्रम चुच्चे नक्साबाट सुरुवात हुन्छ। सन् 2015 मा चीन र भारत दुवै देशले अतिक्रमित भूमि लिपुपासलाई व्यापारिक नाका सम्झौता गरेपछि नेपाललाई धोका मात्रै दिएको साबित हुन्छ, जसका कारण देशमा सम्झौताको विरोधमा आन्दोलन हुन्छ। बिस्तारै आन्दोलनको तापक्रम घटिरहेको थियो। फेरि 4 वर्षपछि भारतले सन् 2019 मा अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्फियाधुरा सहित राजनीतिक नक्सा प्रकाशित गर्छ। उक्त नक्सा प्रकाशित भएपछि त्यसका विरुद्ध नेपालमा आन्दोलनको झिल्कोले ठूलो आकार लिन थाल्यो। त्यति मात्रै नभएर परराष्ट्र मन्त्रालयले समेत उक्त जमिन नेपालकै भएको कूटनैतिक पत्र प्रकाशन गर्छ। सम्पूर्ण राजनीतिक दलको अध्ययन र सोचबुझपछि 2077 साल जेठ महिनामा केपी शर्मा ओली नेतृत्व सरकारले सदनबाटै पूर्ण नक्सासहित कालापानी, लिपुलेक र लिम्फियाधुरा नेपालको भएको घोषणा गरेको हो। यो चाइनिजको अनुसार पनि कुटियाङ्दी भन्ने शब्द छ, जसलाई चाहिँ नि
त्यसको नेपालीमा गर्ने हो भने त्यो काली नदी नै हुँदो रहेछ त्यो। त्यस कारण चाहिँ नि यो काली नदीको पूर्वी भाग नेपालको भन्ने कुरा स्पष्ट छ, यसमा दुईमती छैन। हाम्रो पार्टीले केन्द्रीय समितिले पनि यो संशोधन प्रस्तावमा सपोर्ट गर्ने निर्णय गरेको छ। केन्द्रीय समितिको हाम्रो बैठकले सम्पूर्ण सदस्यहरूले कुनै पनि किसिमको चाहिँ नि नेपाल जस्तो आफ्नो भूमिको सम्बन्धमा पूर्ण रूपमा यसमा चाहिँ नि सपोर्ट गरेको छ। र आजै मैले चाहिँ नि यो भोट गर्नुभन्दा अगाडि संसदको मिटिङमा पनि हामीले समर्थन गर्ने निर्णय गरेका छौँ। त्यसकारण संशोधन प्रस्तावलाई हाम्रो केन्द्रीय समितिले पूर्ण रूपमा समर्थन गरेको छ भनेदेखि संसद दलमा पनि दलले पूर्ण रूपमा समर्थन गरेको छ। त्यसैले यो चाहिँ नि सबै पार्टीहरूको यसमा समर्थन देखिनु, यो हाम्रो नेपालीहरूको राष्ट्रिय एकता नेपालको हितमा देखिएको छ। यो सम्पूर्ण नेपालीहरू एक भएको कुरा अत्यन्तै महत्त्वपूर्ण कुरा हो। यसमा चाहिँ हामी सम्पूर्ण नेपालीको सहयोग छ। भोलिका दिनमा पनि कूटनीतिक प्रयासबाट जमिन फिर्ता ल्याउने कुरामा चाहिँ हाम्रो पार्टीले पुरा विपक्षितको भूमिकाका साथै विपक्षित दलको हैसियतले पनि हाम्रो तर्फबाट सफल हुने भन्ने विश्वास दिलाउन चाहन्छु। सदनमा पारित भएका विषयलाई पूर्व प्रधानमन्त्री प्रचण्डले पनि नेपाली भूमि भएकोले विवादित नमान्नुपर्ने धारणा राख्छन्। नेपालको इतिहासमा ज्येष्ठ 7 गतेका दिन मूलधारका दैनिकहरूमा दार्चुला स्थित अतिक्रमित भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी ठूला अक्षरमा प्रकाशित भएका थिए। एक प्रकारले देशवासीमा हर्षोल्लास थियो। लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र अतिक्रमित हुनु पुग्यो। त्यो अतिक्रमित क्षेत्रमा हामीले हाम्रो दाबी स्थापित गर्ने र त्यो नेपालको भूमि हो भनेर सार्वभौम संसदले संविधानमै व्यवस्था गर्ने त्यो ऐतिहासिक क्षणमा हामी छौँ। इतिहासले यो पुस्तालाई हामीलाई यो युगीन अभिभारा सुम्पिएको थियो र हामीले त्यो अभिभारा पुरा गर्दैछौँ। नेपालको भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्नका लागि हामी अग्रसर हुँदैछौँ भन्ने हिसाबले नै यो विषयलाई लिनुपर्दछ भन्ने म ठान्दछु। यो ऐतिहासिक काम सम्पादन गर्नका लागि, यो ऐतिहासिक अभिभारा पुरा गर्नका लागि खास गरिकन नेपाल सरकारले, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीजीको नेतृत्वमा नेपाल सरकारले जुन प्रकारको अग्रसरता लियो, नेपालको नक्सा सच्याउने र प्रकाशित गर्ने जुन निर्णय गर्यो, तदनुकूल संविधानको अनुसूची 3 मा अंकित निशान छाप र त्यहाँ रहेको नेपालको नक्सालाई पनि अद्यावधिक गर्ने हिसाबले संविधान संशोधनको प्रस्ताव सदन समक्ष प्रस्तुत गरेर सिङ्गो राष्ट्रलाई जसरी साथमा लिएर अगाडि बढ्ने अठोट गर्यो, सङ्कल्प गर्यो, पहल कदमी लियो र जसका वरिपरि आज सिङ्गो राष्ट्र गोलबन्द भएको छ। यो अग्रसरताका लागि, नेपालको भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्ने यो युगीन अभिभारा पुरा गर्नका लागि सिङ्गो राष्ट्रलाई, सबै राजनीतिक दलहरूलाई, सबै तहका जनप्रतिनिधिहरूलाई र सम्पूर्ण नेपालीलाई साथमा लिएर यो युगीन अभिभारा पुरा गर्ने अभियानको नेतृत्व गरेकोमा म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई, नेपाल सरकारलाई हार्दिक रूपमा धन्यवाद भन्न चाहन्छु र बधाई भन्न चाहन्छु। विक्रम सम्वत 2080 साल असोज महिनाको 25 गतेका दिन भारतीय प्रधानमन्त्री अतिक्रमित भूमि स्थित ओम पर्वतको दर्शनको नाममा कुञ्ची पुगेर कालापानी क्याम्पमा सेनासँग तस्बिर खिच्नुका साथै स्थानीयको अभिनन्दन गर्छन्।
यो नेपालको फरेन पोलिसी इन्टरनेसनल रिलेसनको इस्टाब्लिसमेन्ट भन्ने हो भने पृथ्वीनारायण शाहले बाटो देखाउनुहुन्छ कि नेपाल दुईटा ठुला मुलुकहरू भारत त्यति बेला हिन्दुस्तान भन्ने चलन थियो र चीनको बीचमा दुवै देशसँग जति असल सम्बन्ध राख्न सक्यो त्यति नै नेपालको सुरक्षा र हित हुन्छ भनेको वास्तवमा भन्यो भने तथापि पनि त्यो सन्धिले चाहिँ के भन्दाखेरि काली नदीलाई सिमाना नदी मानिएको थियो। त्यसमा स्पष्ट लेखेको थियो काली भनेको महाकाली नै हो। नदीको समग्र भागलाई सीमा नदी मानिएको छ र त्यसको धारा 5 मा नेपालले काली नदीभन्दा पश्चिमको भागमा आफ्नो दाबी छाड्ने कुरा उल्लेख गरेको थियो। हाम्रो पार्टीले र हाम्रो संसदीय दलले सर्वसम्मतले पारित गरेको छ। यो राष्ट्रियताको सवालमा हामी एकै ठाउँमा छौँ। हाम्रो पार्टी हामीमा अरू कुरा विवाद होला, नीतिगत कुराहरूमा छलफल होला कुरा हो, तर प्याट्रियोटिजम र नेसनलिजम स्ट्रङ छ, देशभक्ति र राष्ट्रवाद स्ट्रङ छ। त्यसकारणले हामीले बहुमतले मात्र होइन सर्वसम्मतले यो प्रस्तावलाई पारित गर्ने र यहाँलाई सहयोग गर्ने निर्णय गरेका छौँ। कालापानीमा रहेको कुटी, नाभी र गुन्जी गाउँ 2018 साल यता नेपालको रहेको र यसपछि भारतमा गाभिएको लेखक तथा वरिष्ठ सीमाविद बुद्धिनारायण श्रेष्ठ बताउँछन्। सन् 1817 को फेब्रुअरीमा चिठी लेखेको छ वंशालाई। यो क्षेत्र चाहिँ सुगौली सन्धिले नेपालतर्फ परेको हुनाले त्यहाँका व्यास पालिकाका व्यास क्षेत्रको जनतालाई उतै नेपालतिर बुझाउनु भनेर सम्झाइदिनुहोस् भनेर वंशालाई लेखेको चिठी छ। त्यसको कपी मसँग छ अङ्ग्रेजीको, हातले लेखेको थियो, मैले टाइपिङ गरेको छु, मसँग हातले लेखेको पनि ओरिजिनल पनि छ मसँग। अब यसरी आएको हुनाले मैले भनेको चाहिँ के छ भने अब त्यो भूभाग त हाम्रो स्वामित्व भएको लालपुर र हामीले हाम्रो हो, तर सन् 1962 को भारत र चीनको युद्धपछि उनीहरूले अतिक्रमण गरेर आइरहेछ, भोग गरेर आइरहेछ, नेपालले उठाउन सकेको छैन। 2019 को नोभेम्बर 2 मा इन्डियाले न्यू पोलिटिकल म्याप अफ इन्डिया भनेर निकाल्यो। त्यो निकाल्दाखेरि लिपुलेखदेखि जम्मै लिपुलेख, कालापानी, लिम्पियाधुराको जम्मै भूभाग खर्लप्प पारेर इन्डियाको म्यापमा चाहिँ हालेर बनाएपछि नेपालले प्रोटेस्ट गर्यो। यो त ऐतिहासिक कालदेखिको हाम्रो हो, त्यसकारणले वार्ता गर्न आऊ भनेर अब भारतलाई भन्यो। भारत आएन। हेर्नुहोस्, अब हाम्रो तत्कालीन परराष्ट्र मन्त्री प्रदीप गेवालीले 5वटा डिप्लोमेटिक नोट पठायो भारतले, कोभिडको महामारी छ अहिले भन्ने, कहिले के भनेर चाहिँ बिङ्गो लगाएर आउँदै आएन। यसको मतलब चाहिँ मलाई मेरो विश्लेषण चाहिँ के छ भने उनीहरूको साथमा यस्ता डकुमेन्ट प्रमाण नक्सा नभएको खाली बलमिचाइ तरिकाले भोग मात्रै गरेको हुनाले वार्तामा आएर पुरानो दस्तावेज नक्साहरू अनुसार सही गर्दाखेरि त उनीहरू त हार्नु पर्छ भनेर नआएका होलान्। अब मलाई अहिले एउटा सम्झना आयो कि राजा महेन्द्रको पालोको गृहमन्त्री विश्वबन्धु थापा, उनले 1 वर्ष जति अगाडि 3टा टेलिभिजन च्यानलमा चाहिँ अन्तर्वार्ता दिएको छ। उनले के भनेका छन् भनेदेखि राजा महेन्द्रलाई भारतको प्रधानमन्त्री नेहरूले चिठी लेखेको थियो। अब भारतको युद्धमा, सीमा युद्धमा हार भएपछि अब चिठी लेखेको थियो, हामीलाई यो क्षेत्रमा, यो कालापानीको क्षेत्रमा बस्न दिनुहोस् भनेर राजालाई महेन्द्रलाई चिठी लेखेको रहेछ। त्यो राजा महेन्द्रले मन्त्री परिषदको बैठकमा चाहिँ त्यो कुरा भनेका थिए भनेर विश्वबन्धु थापाले तत्कालीन गृहमन्त्रीले भनेको छ। अघि अब कुरा आयो, त्यो जवाहरलाल नेहरूले राजा महेन्द्रले लेखेको चिठी खोज्नु पर्यो भनेर मैले अब तत्कालीन परराष्ट्र मन्त्री
प्रदीप गेवाली र तत्कालीन परराष्ट्र सचिव शङ्कर बैरागी हुनुहुन्थ्यो। मैले भनेको थिएँ मन्त्रीज्यू सचिवज्यू अब त्यो नेहरूले राजा महेन्द्रले लेखेको जुन चिठी छ त्यो चिठी पानी मुनि गएर पनि चाहिँ खोज्नु पर्यो। कोही अध्यक्ष भन्छन् नारायण रेड्डीको तत्कालीन रातो बाकस रेड बक्समा छ भनेर भन्थे। अब नेपालमा गणतन्त्र आएपछि त्यो नारायण रेड्डीको रेड बक्स कहाँ सार्यो त? भूमि सुधार तथा व्यवस्थापन विभाग मालपोत कार्यालय दार्चुलाले 2073 असार 21 अभिलेखको प्रतिलिपि विभागमा पठाएको थियो। पत्र संख्या 7273 चलानी नम्बर 526 अनुसार कुटी नाबी गुन्जी गाउँको मोट श्रेष्ठताको प्रतिलिपि विभागमा सुरक्षित छ। देशको भूमिको सवाल हो। देशको भूमि आफ्नो नेपालको नक्सामा राख्ने सवाल हो। त्यो प्रस्ताव आएको छ आज। जुन प्रस्ताव हो त्यो राष्ट्रियतासँग पनि जोडिएको सवाल हो। सम्पूर्ण नेपालीको भावनासँग पनि जोडिएको सवाल हो। देशको सार्वभौमिकता देशको अखण्डतासँग पनि जोडिएको सवाल हो। र त्यही सवालको रूपमा आज यो चाहिँ नेपालको नक्सामा त्यो चाहिँ त्यो कालापानी लिपुलेक र लिम्पुवाधुरा लगायतका त्यो भूभाग नेपालको नक्सामा राख्ने प्रस्ताव यो संसदबाट स्वीकृत गराउन आइएको प्रस्ताव हो सभामुख महोदय। त्यसैले आजको प्रस्ताव बडा महत्त्वपूर्ण प्रस्ताव हो नेपाली जनताको लागि। हिमाल पहाड तराई मधेसका सबै नेपाली जनता आफ्नो देशप्रति आफ्नो भूमिप्रति सजग छ, समर्पित छ, संवेदनशील छ। हिमाल पहाड तराई मधेसको जनताको अधिकार र पहिचानप्रति उसको समानता र विभेद के विरुद्धमा यो विभिन्न कुराहरू हाम्रा रिजर्भेसन छ, हाम्रा सन्तुष्टिहरू छ। तर पनि आज जब देशको सवाल उठेको छ, राष्ट्रियताको सवाल उठेको छ, हाम्रो भूमिको सवाल उठेको छ, यो अवस्थामा सबै असन्तुष्टिहरूलाई थाती राखी जनता समाजवादी पार्टीले यो प्रस्ताव जुन यो नक्सा सम्बन्धी प्रस्ताव जुन आएको त्यो प्रस्तावलाई जनता समाजवादी पार्टीले हामी सर्वसम्मत रूपले समर्थन गरेका छौँ सभामुख महोदय। विक्रम सम्वत 2018 साल जनगणना अधिकृत भएर बैतडी जिल्ला पुगेका वरिष्ठ सञ्चारकर्मी भैरव रिसाल जनगणनाका लागि यी 3वटै गाउँमा अधिकारीहरू खटाएका थिए। एक जीवित ऐतिहासिक व्यक्तित्व रिसाल कुटी नाबी र गुन्जीका बासिन्दाहरूले नेपाल सरकारलाई तिरोतिरैको रेकर्ड तयार पारेका थिए जुन अहिलेसम्म सुरक्षित छ। 2018 सालमा लिम्पियाधुरा अनि त्यहाँ 2-3 गाउँ विकास समिति छन्। त्यहाँ म कालापानी र लिपुलेक चाहिँ गइनँ किनभने त्यहाँ मान्छे बस्दैनन्। मान्छे बस्ने भएदेखि जनगणना गर्न जानु पर्थ्यो। बाँदर गोन्ने होइन, त्यसले गर्दा म गइनँ। 2018 सालमा हजुरले गरेकै जनगणनाको त्यो श्रेष्ठतालाई आधार मानेर अहिले पनि हामी चाहिँ लिपुलेक लिम्पियाधुरा र चाहिँ कालापानी हाम्रो हो भनेर राज्यले चाहिँ मतलब दाबी गर्छ नि। हो, ठिक हो होइन? त्यो मेरो सफलता हो कि। हजुरले त्यो बेला रिपोर्टिङ गर्नुभयो भए त यो अहिले त यो हाम्रो श्रेष्ठता रहन्न थियो नि त। गाह्रो हुन्थ्यो। कस्तो लाग्छ हजुरलाई यो चिज आफूले गरे भने? ठुलो कुरो गरिन्थ्यो कि त्यो बेला कोही पनि जान्न भने थिएँ। त्यता म छानेर गएको हो। हजुर, त्यसले गर्दा मैले मुलुकको लागि ठुलो कुरो गरेछु। यो त ठुलो चिज रहेछ भन्ने कुरा अहिले थाहा भयो है? हो हो हो। हजुर चाहिँ ठ्याक्कै कहाँसम्म बैतडीसम्म जानुभयो? म बैतडीबाट डडेलधुरा, डडेलधुराबाट बैतडी, बैतडीबाट धारचुला, धारचुलाबाट दार्चुला, दार्चुलाबाट बझाङ, बझाङबाट डोटी। हजुरले बनाएको रिपोर्टिङले कालापानी हाम्रो हो भन्नलाई चाहिँ दाबी गर्न सहज भएको छ नि? हो त नि, होइन र? हो। अहिले राज्यका हरेक मान्छेहरूले नागरिकले म जिउँदैछु अझ। हो, दाबीका साथ भन्नुहुन्छ हजुरले? हो, म दाबीका साथ भन्छु नि। निर्विवाद थियो कि। लिपुलेक लिम्पियाधुरा र कालापानी विषयक चर्चित अनुसन्धानमूलक किताबबाट उक्त जमिन नेपालकै भएको थप स्पष्ट हुन्छ। इस्ट इन्डिया कम्पनीकै बेलामा
यो भूमि नेपालको हो कि भारतको हो भन्ने प्रश्न त्यो बेला उठ्दाखेरि यो नेपालकै हो भनेर त्यहाँ कुमाऊका प्रशासकदेखि लिएर इस्ट इन्डिया कम्पनीका अब सेक्रेटरीहरूको करस्पोन्डेन्स भइसकेकोले यो चाहिँ नेपालको हो भन्ने कुरामा कुनै दुविधा र कुनै विवाद थिएन। इस्ट इन्डिया कम्पनी पछि ब्रिटिस इन्डियाले शासन हातमा लियो 1857 पछि भारतमा, र त्यहाँपछि उसले यसको नक्सामाथि अतिक्रमणको प्रयास गर्दै आएको अवस्था हो। र त्यो अतिक्रमणले फेरि भारत स्वतन्त्र भइसकेपछि थप तीव्रता पाएको अवस्था सिर्जना भयो। हाम्रो सडकदेखि सदनसम्म जसरी त्यो मुद्दाले प्रवेश पायो र सरकारलाई एउटा दह्रो प्रेसर सिर्जना भइसकेपछि नेपाल सरकार चाहिँ त्यो सबै कुराहरू समेटेर नेपालको एउटा पूर्ण नक्सा जारी गर्न सफल भयो र यो कुरालाई चाहिँ हामी सकारात्मक रूपमा लिनुपर्छ र लिएका छौँ। र अब यो नक्सामा आइसकेपछि अब हामीले फर्दर के गर्ने त? अब त्यो भूमि नक्सामा त हाम्रो आयो, समावेश भयो, समेटियो, तर त्यहाँ त हाम्रो उपस्थिति अझै पनि हुन सकेको छैन। त्यहाँ भारतीय सुरक्षाकर्मीहरूले त्यो भूभागमा अझै नेपाली भूमिमा दिनदहाडै परेड खेलिरहेको अवस्था छ, त्यहाँ अखाडा जमाएर बसेको अवस्था छ। त्यहाँ चाहिँ भारतले हाम्रो अनुमति बिना कैलाश पुग्ने एउटा हाइवे नै उसले अब सञ्चालनमा ल्याउन खोजिराखेको अवस्था छ, त्यसलाई पूर्णता दिइराखेको अवस्था छ। यो अवस्थामा अब नेपाल सरकारले त्यो भारतीय उपस्थितिलाई त्यहाँबाट कसरी विस्थापित गर्ने, त्यहाँ रहेको भारतीय फौजलाई कसरी त्यहाँबाट बाहिर धपाउने अर्थात् त्यहाँबाट निकाल्ने, र त्यो भूमिमा भारतले बनाइरहेको संरचना चाहिँ नेपाल सरकारले आफू मार्फत कसरी ल्याउने भन्ने कुरामा चाहिँ अब सरकारले यसमा उच्च स्तरीय संयन्त्र बनाएर हुन्छ कि उच्च स्तरीय वार्ताका माध्यमबाट हुन्छ कि भारतसँग त्यो कुरालाई चाहिँ निरन्तर उठाइराख्नु पर्यो। चुच्चे नक्साले कसलाई घोच्यो थाहा छैन, तर पूर्ण कदको नक्साले सीमा रेखाभित्रका नागरिकको अधिकार संरक्षणका लागि गरिएको प्रयास सार्थक होला त? यो प्रश्न जबसम्म भूमि फिर्ता हुँदैन त्यहाँसम्म अर्को पुस्ताले समेत निरन्तर यसको पैरवी गरिरहनेछ।